हरेक वर्ष दशैँको 7औं दिन हामीले फुलपाती घरमा भित्राउने परम्परा निभाउँदै आइरहेका छौँ। तर के तपाईँलाई थाहा छ, यो परम्पराको धार्मिक मात्र नभई वैज्ञानिक महत्त्व पनि छ? सायद थाहा छैन भने यो भिडियो पुरा हेर्नुहोला। साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि घन्टी पनि दबाइदिनुहोला, किनभने यस्तै जानकारीमूलक भिडियो अपलोड गर्दा तपाईँकोमा नोटिफिकेसन पुग्ने छ। नमस्कार, म मणि बान्तावा हजुरहरू सबैलाई गोर्खा क्रोनिकलमा स्वागत गर्दछु। धार्मिक दृष्टिले फुलपातीलाई माता दुर्गाको शक्ति प्रवेशको प्रतीक मानिन्छ। देवीलाई खुसी पार्न 7वटा विशेष बोट बिरुवाहरू जस्तै केरा, दारिम, धान, बेलपत्र, अशोक, मानपुरी र अदुवा घरमा भित्राइन्छ। यी सबै बोटहरू प्रकृतिको विभिन्न शक्तिको प्रतिनिधि हुन्। विश्वास गरिन्छ फुलपाती भित्राउँदा देवी दुर्गाको आशीर्वाद घरमा बस्छ र परिवारमा शक्ति, समृद्धि र शान्ति स्थापित हुन्छ। अब कुरा गरौँ वैज्ञानिक पक्षको। जब वर्ष समाप्त हुन्छ र चिसो महिना सुरु हुन्छ, त्यस समय नाना थरीका रोगहरूले मानिसहरूलाई आक्रमण गर्छन्। त्यसैले फुलपातीमा प्रयोग हुने यी वनस्पतिहरूले वातावरणलाई शुद्ध गर्नुका साथै हाम्रो स्वास्थ्य र जीवनशैलीलाई सिधै सम्बन्ध राख्छन्। केरा पाचन, स्वास्थ्य र ऊर्जा प्रदान गर्छ। दारिम रगत शुद्ध पार्छ। धान हाम्रो मुख्य अन्न हो। बेलपत्र आयुर्वेदमा चमत्कारी औषधि मानिन्छ। अशोक मानसिक शान्ति दिन्छ। मानपुरीले रोग प्रतिरोधक क्षमता बढाउँछ र अदुवा रोगसँग लड्ने प्राकृतिक शक्ति हो। यसरी फुलपाती केवल धार्मिक विधि होइन, हाम्रो जीवनलाई प्रकृतिसँग जोड्ने गहिरो वैज्ञानिक ज्ञान पनि हो। त्यसैले जब हामी फुलपाती भित्राउँछौँ, त्यो केवल संस्कार मात्र नभई प्रकृति, विज्ञान र धर्मको अद्भुत मेल हो, जसले हाम्रो जीवनलाई आशीर्वाद, स्वास्थ्य र सकारात्मक ऊर्जा दिन्छ। यसपटकको फुलपातीमा तपाईँले पनि बोट बिरुवामा लुकेका चमत्कार सम्झिनुहोस् अनि गर्वका साथ भन्नुहोस्, फुलपाती हाम्रो धर्म, संस्कार र विज्ञानको मेलबिन्दु हो। यो भिडियो कस्तो लाग्यो पक्कै पनि कमेन्ट्समा लेखिदिनु होला। साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला।